विशेष अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् वुमेन इन्टरनेसनल वुमेन्स डेमा सम्पूर्णलाई म ज्योत्सना राईको तर्फबाट हार्दिक अभिवादन नमस्ते र आजको दिनले सम्पूर्ण नारीहरूको जीवनमा उज्यालो प्रकाश फैलिएर जाओस् भन्दै आज हामीले गङ्गोत्री कला सङ्गमको ब्यानरमा है गङ्गोत्री कला सङ्गम प्रोडक्सन हाउसले एउटा सानो कार्यक्रम नारीहरूलाई लिएर गरेका थियौँ र एकदमै सफल भएको छ। कारण आज जति पनि दार्जिलिङ भेगका नारीहरू छन्, प्रतिभावान नारीहरू छन्, उहाँहरूलाई एउटा मैले इन्टरभ्यू लिएको थिएँ र उहाँहरूको प्रतिभाहरू उहाँहरूले जति पनि काम दार्जिलिङलाई लिएर आफ्नो क्षेत्रलाई चिनाउनको लागि गरिरहेका छन् र उहाँहरू त्यसमा सफल भएको छ। त्यो भएर नै उहाँहरूलाई मैले इन्टरभ्यू लिएको थिएँ र उहाँहरूको परिचय चन्दा शङ्करजी हुनुहुन्थ्यो, रोमा प्रधान हुनुहुन्थ्यो है, देविका छेत्रीजी हुनुहुन्थ्यो, साथै अनुपमा तामाङ अनि रेमित लेप्चा पनि हुनुहुन्थ्यो र 5 जना नारीहरूलाई यसरी सम्मान जनाउनु पाउँदा चाहिँ एकदमै खुसी छु है। कारण एउटा नारीले नै नारीलाई चिन्नु सक्छ र नारीहरूमा भएको कला चाहिँ हाम्रो क्षेत्रमा जान्नु जरुरी छ। किनभने उहाँ नारीहरूलाई ओल्लोपट्टिले नचिन्ला नि, तर दार्जिलिङले चिनेको छन् है। दार्जिलिङदेखि बाहिर पनि उहाँहरूले थुप्रै आफ्नो आफ्नो क्षेत्रलाई, साहित्य क्षेत्रलाई, कला क्षेत्रलाई अनि मोडलिङको जस्तो क्षेत्रहरूलाई पनि उहाँहरूले काम गरिरहेको छन् र उहाँहरू सफल नारीहरूलाई नै आज मैले नारीहरू अझै अगाडि आउनुपर्छ र आउँदो जेनेरेसनलाई चाहिँ एउटा राम्रो कुरो आओस् अगाडि, आउँदो जेनेरेसनले पनि यसलाई नै कदम मिलाउँदै जाओस् भन्नुको लागि चाहिँ र आज एउटा विश्व नारी दिवसमा 21औं शताब्दी पुगेर पनि नारीहरूले आफ्नो कतिजना घरमा नै प्रताडनाको शिकार भइरहेको छन् र नारीहरू अब अगाडि बढ्नुपर्छ र बढिरहेको छन् र हाम्रो राज्यको राष्ट्रको है राष्ट्रपति नै एउटा नारी हुनुहुन्छ र त्यस्तो नारीहरू हुँदै पनि हाम्रो नारीहरूले आज कतिवटा ठाउँमा चाहिँ कतिवटा कुरोहरूमा उहाँहरू वञ्चित छन्। उहाँहरूलाई रेप भएको, बलात्कृत भएकोहरू काण्डहरू सुन्छौँ र नारीमाथि उत्पीडनहरू भएको कुरा सुन्छौँ र यो चाहिँ एकदमै दुर्भाग्यवश हो र आज चाहिँ यस्तो नहोस्। अब आगामी दिनहरूमा चाहिँ नारीहरू र पुरुषमा बराबर हुन् र शिव र शक्ति चाहिँ सधैँ एउटै स्वरूपमा छौँ भन्नुको लागि चाहिँ आज नारी दिवस हामीले मनाएको र नारीहरूको उत्तरोत्तर प्रगति होस् भन्दै यही कामनाको साथ म ज्योत्सना राई बिदा दिनुहोस्। यो घरमा त कोही पनि छैन त। मेरो त यो घर खण्डर भएको छ। आमा मैले त हजुरलाई यो घरमा राम्रै छोडेर गएकी थिएँ, तर तपाईँ कहाँ जानुभयो आमा? के गरौँ आमा? रक्षा गर्ने छोराहरू जस्तै आफ्नो शरीरलाई दाउमा लगाएर अरू सबै छोराहरूलाई, अरू सम्पूर्णको ज्यान बचाउने छोरा जस्तै तपाईँले सम्पूर्ण समाजलाई बचाएर गएको छ तपाईँको छोराले। छोरी पनि यति बेलासम्म आइपुगेको छैन। बिहान टिभीसन जानुभएको, यति बेलासम्म अहिलेसम्म आइपुग्नु भएको छैन। म रियाको बाबा बोलेको कि। श्रद्धा नानी, श्रद्धा अब यो त श्रद्धा होइन, यो हाल गर्यो। श्रद्धा उठ्न भनेको, श्रद्धा उठ्न भनेको। धरतीको कोखबाट बिस्तारै किरणहरू छर्दै जन्मन्छ नौलो। धरतीको कोखबाट बिस्तारै उहाँलाई चाहिँ धेरै म धन्यवाद दिन चाहन्छु है, नारीहरूलाई चाहिँ यसरी सम्मान दिएकोमा। अनि नारीहरूले नगरेको काम के छ र है, नारीहरूले सम्पूर्ण जगतलाई नै धन्य तुल्याएको छ है। त्यसरी नै आज चाहिँ म सानो एउटा नारीको विषयमा लेख लिएर आएको छु है। यो चाहिँ पठन गरेर हजुरहरूलाई सुनाउन चाहन्छु। महिला 3 वटा अक्षरले बनेको छ, मबाट ममता,
हिम्मत ल लज्जा। हामी एउटा आत्मा हो। आत्मालाई नहेरेर हामीले शरीरलाई ज्यादा महत्त्व दिन्छौँ। है अनुपमा तामाङज्यूलाई एकदमै धन्यवाद। एकदमै राम्रो नारीलाई चाहिँ उहाँले पूर्ण रूपमा चाहिँ नारीको वर्णन गरिदिनु भयो। नारी के हो र के हो नारी र के गर्न सक्छ नारी। हामीले के गर्दैछौँ अरू थाहा नभएको कुराहरू पनि उहाँहरूले आज हामीलाई यो मञ्चमा लिएर है उहाँहरूले यति राम्रो हामीलाई हाम्रो यहाँ मिसेस जोस्ना बहिनी अनि दलिन्छ है लिपस्टिकमा ल के भन्छ त्यति खालि छ त हामी भेट्दैन रहेछ गाना छोटो छिट्टो लाग्नु